आदरणीय दर्शकबिनहरू, यति बेला म चाहिँ शिक्षक आन्दोलनमा रहेको छु। काठमाडौँको बानेश्वर स्थित माइतीघर नजिकै रहेको बानेश्वरमा चाहिँ शिक्षक आन्दोलनमा रहेको छु र यहाँ चाहिँ एकजना जादुगर शिक्षक हुनुहुँदो रहेछ र उहाँको जादु हेर्नको लागि सयौँ शिक्षकहरू देख्न सक्नुहुनेछ र उहाँले जादु देखाउँदै हुनुहुन्छ। देख्न सक्नुहुनेछ एउटा खोलबाट एउटा बट्टा झिकेको छ र त्यस बट्टाभित्र चाहिँ पानको मिसी देख्न सक्नुहुनेछ र हामीहरूको आँखै अगाडि चाहिँ उहाँले त्यो पानको मिसीलाई गायब पनि गर्न सक्नुहुनेछ र फेरि त्यसमै फिर्ता पनि ल्याइदिनु हुनेछ, देख्न सक्नुहुनेछ है त। यसपछि अर्को पनि छ जादु, अर्को पनि देख्न सक्नुहुन्छ तपाईँहरूले र उहाँले देखाउँदै हुनुहुन्छ। यसमा केही छैन भनेर प्रमाणित गरिदिनुहुन्छ। त्यहाँ वरपर बस्ने शिक्षकहरूलाई दिनु भएको छ र देख्न सक्नुहुन्छ। केही बेरमा उहाँले कसरी देखाउनु हुनेछ, कस्तो देखाउनु हुनेछ हेर्नु है त। छैन, केही छैन। सबैजनाले हात हालेर चाहिँ चेक गरिरहनु भएको छ। हेरौँ बच्चा, यो बच्चालाई त युज गर्नु नहुने, बच्चालाई सायद युज गर्नुहुन्न होला। बच्चालाई युज गर्नुभएको छैन। हेरौँ अब यो ब्याकग्राउन्ड साउन्ड किन सानो भन्नु होला। यो ब्याकग्राउन्ड साउन्ड चाहिँ पछाडि डेकमा म्युजिक बजिरहेको छ। म्युजिक बजेपछि चाहिँ कपिराइट स्ट्राइक आउँछ। त्यसैले चाहिँ मैले ब्याकग्राउन्डलाई चाहिँ सानो बनाएको चाहिँ म्युजिक नसुन्ने गरी र यहाँ जे भइरहेको छ त्यो चाहिँ म आफैले भनिरहेको छु। त्यसमा अन्यथा नसोच्नु होला। देख्न सक्नुहुनेछ यति बेला चेक गर्दैछन् सबैजना र उता फर्केर के गर्दै हुनुहुन्छ। यति बेला देखाउँदै हुनुहुँदो रहेछ यो पानको मिसी देख्न सक्नुहुनेछ। केही छैन, मोबाइलको कभर जस्तो टाइपमा दुईपट्टि नै देखिने एउटा बट्टा छ। त्यसमा उहाँले चाहिँ त्यो कार्डलाई त्यसमा राख्नुभयो। देखाउँदै हुनुहुन्छ सबैजनालाई। मैले यो कार्ड यसमा राखेको छु भनेर चाहिँ देखाउँदै हुनुहुन्छ र त्यो अर्को गुरु हुनुहुन्छ शिक्षक, उहाँले हातमा एउटा बट्टा लिइरहनु भएको छ र त्यो बट्टा त्यही बट्टामा निकाल्नु हुनेछ, त्यही बट्टामा पसाउनु हुनेछ र फेरि उहाँको हातमा भएको यसमा देखाउनु हुनेछ फेरि। र उहाँ शिक्षकले लिनुभएको खोल, अर्को शिक्षकले हातमा खोल देखाइरहनु भएको छ। अब त्यो खोलमा केही छैन, हेर्न सक्नुहुनेछ। त्यसमा पसाउनु भयो उहाँले। ल के गर्न लाग्नु भएको त खै। पसाउनु भयो भन्दै हुनुहुन्छ, केही भन्दै हुनुहुन्छ। र भुइँमा के गर्दै हुनुहुन्छ। भुइँमा खोल ऐको उहाँ सरले लिनुभएको खोललाई खुट्टाले टेक्नु भएको छ र पानको मिसी त्यही बट्टामा देख्न सक्नुहुनेछ। र दुइटै खुट्टाले मुख बन्द हुने गरी टेक्नु भएको छ, मिच्नु भएको छ, छोप्नु भएको छ मुख बन्द हुने गरी। र त्यो कार्ड चाहिँ त्यही बट्टामा जुन उहाँले माथि देखाइरहनु भएको छ त्यसमै देख्न सक्नुहुन्छ तपाईँहरू सबैजनाले। उहाँले टेकिराख्नु भएको छ। ल कार्ड गायब भइसक्यो। छैन, कार्ड गायब भइसक्यो। र त्यो कार्ड चाहिँ त्यही खुट्टाले टेकेर राखेको, मिचिएर राखिएको खोलमा देख्न सक्नुहुनेछ। पक्कै पनि त्यहीभित्र पसिसकेको छ।
र हाम्रो आँखै अगाडि उहाँले कार्ड गायब गरेर खोलमा खुट्टाले टेकेर राखेको खोलमा चाहिँ ल देख्न सक्नुहुनेछ कसरी भयो होला त यस्तो र त्यसलाई उहाँले फेरि त्यही खोलमा हाल्नुभयो र टेक्नुभयो उहाँ शिक्षकको जादु उहाँ चाहिँ पर्सा जिल्लाबाट हुनुहुन्छ र देवेन्द्र प्रसाद शाह उहाँको परिचय रहेको छ र यति बेलासम्म देखिएको छैन उहाँको कार्ड उहाँको हातमा र अब केही बेरमा पक्कै पनि ल्याउनु हुनेछ र औँला छिराएर मूल्याङ्कन गरिरहेका छन् आइसक्यो उहाँको कार्ड चाहिँ फेरि उहाँसँगै आइसक्यो र शिक्षकको कलममा जादु छ भनेर चाहिँ शक्ति छ भनेर उहाँले देखाउँदै हुनुहुन्छ उहाँले टेकेको ठाउँबाट टेकेको खोलबाट चाहिँ कार्ड माथि कसरी आयो होला हेर्नुहोस् त ल फेरि गायब भइसक्यो गायब भइसक्यो फेरि गायब भएर फेरि त्यहीभित्र पसिसक्यो कार्ड हो देख्न सक्नुहुन्छ उहाँको जादु हो उहाँको कला हो सबैले सम्मान गर्छन् उहाँको कलालाई भिडियो मनपर्छ भने सबैजनाले एक लाइक एक सेयर र एक कमेन्ट सँगै रहेको सब्सक्राइब गरी सँगै रहेको बेल आइकनलाई पनि दबाउन भन्ने नभुल्नु होला र अल आइकनमा चाहिँ प्रेस गर्न सक्नुहुनेछ कृपया साथीहरू सबैजनाले चाहिँ शिक्षकको जादु हेरेर मजा लिइरहनु भएको छ र उहाँ एकदम भाइरल हुनुहुन्छ अब अर्को जादु देखाउँदै हुनुहुन्छ अर्को जादु चाहिँ कस्तो रहेको छ भने फुल देख्न सक्नुहुनेछ फुल टाइपको सायद फुल रातो पहेँलो तिनवटा रातो तिनवटा पहेँलो फुल देख्न सक्नुहुनेछ साथीहरू यसलाई चाहिँ उहाँले के गर्नु लाग्नु भएको त्यो त हेरिसकेपछि पक्कै पनि थाहा हुने नै छ हामीलाई पक्कै पनि देखिसकेपछि थाहा हुने नै छ र उहाँले के गर्न लाग्नु उहाँले भन्दै हुनुहुन्छ शिक्षकको कलममा जादु छ भन्दै हुनुहुन्छ उहाँको देखेको नै भइसक्यो जस्तो भइसकेको छ यो हेरौँ रातो पहेँलो तीनवटा पहेँलो तीनवटा रातो रहेको छ शिक्षकको कलममा शक्ति छ जादु छ हेरौँ कलर चेन्ज गर्नुहुन्छ होला सायद उहाँले रातो ल रातो पहेँलो बनाउनु भइदियो ल देख्न सक्नुहुन्छ यो पनि उहाँको जादु अर्को जादु रहेको छ यस्तो उहाँको माथिको तीनवटा पहेँलो थियो तलको तीनवटा रातो थियो र अहिले रातो पहेँलो बनाइदिनु भयो यो चाहिँ यो पनि उहाँको एक अर्को जादु रहेको छ उहाँको कला रहेको छ यो पनि अब फेरि कस्तो बनाउँदै हुनुहुन्छ फेरि रातो पहेँलो थियो रातो थियो पहेँलो थियो यो माथिको पहेँलो थियो अब
पहिलेको जस्तै अवस्थामा आइसकेको छ यो फुल रातो पहेँलो भएको लागि फेरि रातो पहेँलो यस्तो पहिले जस्तो थियो त्यस्तै नै बनाइदिनु भयो देख्नुभयो उहाँको कलालाई चाहिँ सम्मान गरौँ सबैजनाले उहाँ एक शिक्षक हुनुहुन्छ र शिक्षक पेसा सँगसँगै उहाँको जादु पनि रहेको छ र त्यो जादु चाहिँ उहाँले यस शिक्षक आन्दोलनमा देखाउनु भएको छ र सबैजना उहाँको फ्यान भएको छ उहाँ भाइरल हुनुहुन्छ सबैजनाले भिडियोलाई लाइक सेयर कमेन्ट र च्यानललाई सब्सक्राइब गर्दै सँगै रहेको बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसन अन गर्न भने नभुल्नु।